अब हामी बुढाबुढी आज यो थारू कल्चरल रिसोर्टमा आएको छौँ। दाङदेखि लगभग एराउन्ड दाङ भन्दा तुलसीपुरबाट एराउन्ड 10 किलोमिटर सुर्खेत जाने बाटोमा पर्छ यो। मेरो म्याडमले चाहिँ सायद खाइछैन है मैले चाहिँ पहिला सानोमा खाएको अनि मेरो साथीहरू चौधरी साथीहरूसित बस्दा पनि चौधरी साथीहरूले पनि लिएर आउनुहुन्थ्यो, हामीले खाइन्थ्यो। हामीले घुइँ खान लागिरहेछौँ, हामी स्टार्ट गऱ्यौँ घुइँ खानलाई। डियर यो जुन छ नि यो निकाल्न पर्छ है। यो हो यस्तो के बोक्रा छ भने यो भित्र कुदी खाने हो। अब खाऊ निस्किन्छ क्या मलाई त्यसरी निस्किन्छ कि डियर हो त्यो केले निकाल यो निकाल्नुपर्छ कि यो। अब ताना त पिरो छ यिनले। अब म तान्दिम यो बहिनी जसले जान्दैन यो सुरुक तान्न जान्छ हम यो पिनले छँदै हेर्ने निकाल्ने कि ठुलो खाऊ त ठुलोको मजा आउँछ ल। पका म निकाल्छु पकाचोरी म निकालिदिन्छु रोका। पिरो छ क्या छोरी निकाल ओडिएर। अब सकिन भने सुइरो निकाल्ने हो कि हामीले मुखले सकिएन त्यसपछि यो सुइरोले भित्रबाट ए ल ल म दिन्छु। छोरीको पनि फर्स्ट टाइम हो गोगी। निकाल्दै खाऊ कि त्यो तिमीले नगर न छोरी माथिको फाला है दिएर कता अरे